हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म लोकसेवामा सोध्ने अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरूको बारेमा चाहिँ सामान्य ज्ञानको केही प्रश्नहरू लिएर आएको छु। नेपालको ऐतिहासिक जानकारी लोकसेवामा आउने महत्त्वपूर्ण प्रश्न सामान्य ज्ञान खण्ड 1 नम्बरको प्रश्नमा रहेको छ, शाह उपाधि धारणा गर्ने प्रथम राजा को हुन्? शाह उपाधि धारणा गर्ने प्रथम राजा कुलमण्डल खान हुन्। 2 नम्बरको प्रश्नमा रहेको छ, लमजुङका जनताले कुलमण्डल शाहको जेठा छोरा यशोब्रह्म शाहलाई मागी कहिले राजा बनाएका थिए? 1550 असार 15 मा। गोरखामा शाहवंश स्थापना हुनुभन्दा अघि कुन वंशका राजाहरूले राज्य गरेका थिए? खड्का। निसाब हराए गोरखा जानु, धर्म हराए काशी जानु भन्ने उक्ति कुन राजाको पालादेखि चलनमा हो? रामशाह। माना, पाथी, मोरी आदिको प्रचलन गराउने शाहवंशीय राजा को हुन्? रामशाह। द्रव्य शाहले गोरखाका कुन खड्का राजालाई जिती आफू राजा भएका थिए? मानसिंह खड्का। पृथ्वीनारायण शाह कति महिनामा जन्मिएका थिए? 7 महिनामा। पृथ्वीनारायण शाहकी आमा कौशल्यवती कुन राज्यकी राजकुमारी थिइन्? पाल्पा। पृथ्वीनारायण शाहको पहिलो विवाह कहिले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो? विक्रम सम्वत 1794। पृथ्वीनारायण शाहले मकवानपुरमाथि कहिले विजय प्राप्त गरेका थिए? विक्रम सम्वत 1819 फागुन 9। नुवाकोटको विजयसँगै छाला काटेर मारिने व्यक्ति को हुन्? जयन्त राणा। नेपालमा रहेको नौतले धरहरा कसको पालामा निर्माण भएको थियो? राजा राजेन्द्र। युवराज अवस्थामै मृत्यु हुने राजा को हुन्? त्रैलोक्य विक्रम। सर्वप्रथम युरोप जाने नेपालका राजा को हुन्? श्री 5 त्रिभुवन। हस्त यति नै, धन्यवाद।